अमेरिकामा घर किन्दाखेरि मोर्गेज प्लानमा रहँदाखेरि प्राय जस्तो टर्म चाहिँ 30 इयर्सको हाराहारीमा रहेको हुन्छ। त्यसो त्योभन्दा कममा कतिले 15 इयर्सको कतिले 10 इयर्सको टर्ममा पनि लिनुहुन्छ, तर सामान्यतया चाहिँ 30 वर्षमा चाहिँ घरको मोर्गेज तिरिसक्ने गरेर घर लिने चलन बढिरहेको छ। अब 30 वर्षमा लोन सक्ने यदि प्लान अनुसार काम गर्नुभएको छ भने पनि त्यो लोनलाई कसरी चाहिँ 20 वर्षमा अथवा 18 वर्षमा अथवा 15 वर्षमा कसरी सक्ने त? के त्यसको लागि कुनै उपायहरू छ त? आउनुहोस् यो भिडियोमा हामी यो बारेमा चर्चा गरौँ। आफ्नो फोनमा ट्याप सेन्ड डाउनलोड गरी हाम्रो प्रोमो कोड एसडीपी प्रयोग गरी पहिलो ट्रान्जेक्सन गर्नुहोस् र पाउनुहोस् $20 बोनस। दुईवटा एकदमै सजिलो आइडियाको बारेमा म तपाईलाई जानकारी दिन गइरहेको छु। त्यो चाहिँ के भनेदेखि सबैभन्दा महत्त्वपूर्ण कुरा, जस्तो मानौ तपाईले मन्थली पेमेन्ट चाहिँ महिनाको $4000 गरिरहनु भएको छ भनेदेखि चाहिँ एभ्री मन्थ तपाईले $100 अथवा $200 एक्स्ट्रा पेमेन्ट गरिदिनुहोस्। सक्नुहुन्छ भने 500 नै गर्नुहोस्, होइन भने पनि एटलिस्ट $100-200 चाहिँ मन्थली तपाईले एक्स्ट्रा पेमेन्ट 4000 पे गरिरहनु भएको छ भने 4200 पेमेन्ट गरिदिनु भयो भने यो जुन $200 तपाईले एक्स्ट्रा पेमेन्ट गर्नुभएको हुन्छ त्यो चाहिँ इन्ट्रेस्टमा होइन प्रिन्सिपलबाट घट्ने गरेर सेटअप गरेको हुनुपर्छ। र त्यसो गर्दाखेरि चाहिँ तपाईले नसोचेको रिजल्ट देखिन्छ। अर्थात् तपाईको यदि 30 वर्षको फिक्स लोन टर्म रहेको छ भने यदि मन्थली 200 मात्रै तपाईले एक्स्ट्रा गर्नुभयो भने करिब 6-7 वर्ष कम हुन्छ। त्यति मात्रै होइन, तपाईले पे गर्ने इन्ट्रेस्ट पनि 100,000 भन्दा बढी इन्ट्रेस्ट जोगिन्छ। सामान्य हिसाबले हेर्दाखेरि महिनाको $100-200 तिर यस्तो हुन्छ र जस्तो लाग्छ, तर क्याल्कुलेसन गर्ने हो भनेदेखि सजिलैसँग तपाईले त्यो थाहा पाउन सक्नुहुन्छ। र अर्को एउटा महत्त्वपूर्ण र जान्नुपर्ने कुरा चाहिँ के छ भने हामी प्राय जसो मन्थली पेमेन्ट गरिरहेको हुन्छौँ, अटोमेटिक पेमेन्टमा राखिरहेको हुन्छौँ। अब सपोज मानौ 1st अफ दिस मन्थ अथवा 15th अफ दिस मन्थ भनेर एउटा अटोमेटिक पेमेन्टमा सेटअप गरिरहेको हुन्छौँ। यदि तपाईले महिनाको एक पटक पे गर्नुको सट्टा त्यही पैसालाई स्प्लिट गरेर महिनाको 2 पटक, सपोज $4000 महिनाको मोर्गेज पे गर्नुहुन्छ भने 15 दिनमा $2000 र अर्को 15 दिनमा $2000, अर्थात् बाई विकली तपाईले पेमेन्ट गर्नुभयो भने पनि पछि गएर नसोचेको रिजल्ट देखिन्छ। अर्थात् करिब 6-7 वर्ष तपाईको लोनको टर्म घट्छ र पैसा पनि 100,000 भन्दा बढी इन्ट्रेस्ट तपाईको जोगिन्छ। यो भिडियोलाई सक्दो अमेरिकामा रहनुभएका धेरै भन्दा धेरै साथीमाझ पुर्याइदिनु होला र यस्तै इन्फर्मेसनका लागि द एसटीपी टाइम्सलाई फलो गर्नु होला। थ्यांक यू।